एभ्रिवान, म चाहिँ आज तल्लो छतमा के भन्छ यसलाई, सुई साग भन्छ कि के भन्छ, सुई सागै भन्छ कि क्या हो। यो चाहिँ फालेको ड्रम, त्यसमा मैले टन्न सुई साग अनि यो कागती चाहिँ छ, अनि यो गोलभेडा पनि लगाएको छु। अहिले चाहिँ यसो हार्भेस्टिङ गरौँ, थोरै तरकारी चाहिएको। आफ्नै बारीमा बसेर टिप्नुको मजा नै अलग्गै। अब बारी नै त भन्नु पऱ्यो, वान काइन्ड्स अफ भन्नेहरू के। एउटा हामी प्लान्ट लभरहरूको एउटा हाम्रो कमजोरी भनेको जहाँ नयाँ प्लान्टहरू देख्यो टिपिहाल्नु पर्ने, कुदिहाल्नु पर्ने, ल्याइहाल्नु पर्ने अब्सेस भने जस्तो। अहिले चाहिँ यति राम्रो राम्रो घिरौलाहरू पनि फलेको छ। आजको तरकारी चाहिँ यही बनाउनु पर्ला भन्ने सोच्दैछु। हजुरहरूलाई कस्तो लाग्छ? मलाई चाहिँ एकदम मनपर्छ। अस्तिको भिडियोमा देखाएको चाहिँ चिचिन्डाहरू त लगभग भ्याइयो, अब एउटा जस्ट वान छ। अब फेरि फल्ने होला अरू पनि। अब प्रपर न्युट्रिसन पुर्याउनु पर्यो। कस्तो मजाले हावा लगाइरहेछ। छतमा शीतलो ताप्दै तरकारी टिप्नुको मजा नै अलग्गै हुने रहेछ। केही तरकारी छैन भन्यो भने पनि यसो आएर यसो घुमफिर गऱ्यो भने आफूलाई मजाले तरकारी भेटिहाल्छ। यिनीहरू चाहिँ सानो छ, अब नेक्स्ट डे टिप्नु पर्ला भन्दै। अरू यतातिरको भाँटाहरू टन्न छ, यो चाहिँ भोलिको लागि, भोलि पर्सि लाग्यो। यसलाई चाहिँ मैले लगभग 5-7 चोटि टन्न हार्भेस्ट गरिसकेको छु। यसरी फेरि कति मजाले फलेर आएको छ। थोरै मेहनतमा पनि यति राम्रो तरकारी लिन सकिन्छ। है ल, बाई बाई। वाउ, कति राम्रो। यो चाहिँ खुर्सानी।